हेलो गाइस। सो हामी चाहिँ जानु आँटेको हैन, आज चाहिँ हामी बीच जानु आँटेको। म चाहिँ हल्का रेडी हुँदैछु है। अन्त टावल सावल हालेँ हैन, हाफपेन्ट सापिन हालेँ। हामी कति 5-6 जना हुँदै रहेछौँ हैन। अहिले भर्खर दाइले कल गर्नुभएको थियो मलाई चाहिँ जाउँ भनेर हो। अब हामी चाहिँ म चाहिँ रेडी हुँदैछु है। सो गाइस तपाईहरुलाई देखाउँछु है, चिकनले जानु आँटेको। म पनि फर्स्ट टाइम हो गएको छु है। ल गाइस स्टे ट्युन अप, देखाउँदैछु म तिमीहरूलाई। ल त गाइस फाइनली आइपुग्यो है, फाइनली आइपुग्यो हामी चाहिँ सर्ट लगाएर, चक्क लगाएर हैन सर्ट। यो चाहिँ हो तपाईको बीच। ल है त गाइस, के हो यो त, म त गुगो भनेको यार। ल त गाइस हेर्नुहोस् भ्यू, सर्ट लगाएर हैन। यता चाहिँ हाम्रो ग्याङब्याङ ग्याङहरू क्या, ग्याङब्याङ ग्याङ। ल त गाइस सर्ट लगाएर न, घाम हेर्नुहोस् यस्तो डरलाग्दो घाम छ। सर्ट लगाएर न तपाईलाई म सार्क देखाउनु पर्यो, सार्क। यो मात्र यति नेपाली हो गाइस, अरू कोही छैन। सेफ्टी राख्नुमा त फेरि भोलि सेफ्टी हो आज हैन। ल है त गाइस, म चाहिँ अब यहाँबाट आएको चाहिँ सिधै म चाहिँ कहाँ भन्नु त, मुम्बईमा आउने हो। ल मुम्बईमा निक्लिनु है म चाहिँ यहाँबाट सिधै। हेर्नुहोस् गाई, हेर्नु सक्नुहुन्छ तपाईँहरूले होइन, चट्ट लगाएर है। पर देखिरहनु भएको छ नि, यो चाहिँ अल्बिस्तान होटेल हो है। जब पानी आउँछ नि, यता पानी आउँदाखेरि टक्कै आउने उड्दै जाँदाखेरि चक्कर लाग्छ नि भनेर टक्क आयो हो। टक्क पानी आउँछ नि, राम्रो कस्तो चक्कर लाग्छ। Hey. ल त गाइस, मेरो चाहिँ जुत्ता झन्डै भिज्यो हो, त्यही भएर फुकाल्दैछ जुत्ता चाहिँ हो। खाली खुट्टा खेलिदिने हो पौडी। ल त चट्ट लगाएर होइन। यहाँ हेर त गाइस, के हो यो, हड्डिस त छ, ढुङ्गा त होइन यो। कन्टेन्ट गाइस, कन्टेन्ट पाएँ मैले, कन्टेन्ट। ल त गाइस, कसलाई चाहिएको छ भन्नु है मलाई। ल करोडौँको माल हो यो बाबु तिम्रो लागि। ल त गाइस आजलाई पनि भयो, सक्यो।
भिडियो नि गाइस हेर्नुहोस् छलको आउँछ यस्तो आयो अब लाग्छ ल त गाइस आजलाई यति नै है फेरि पनि अब नेक्स्ट भिडियोमा देखाउने छु तपाईहरुलाई हैन यतिकै हो ल त आजलाई यति नै लाग्दिउँ घर तरफ लाग्दिउँ यहाँ आफै ल त ल त अब फाइनली हैन हामी चाहिँ लाग्दियो ठिकै छ त हैन मजा आयो आजको दिनलाई गाडी चाहिँ मैले घरै बिर्सेछु यार अब यत्रो जनालाई कसरी ल्याउनु गाडीमा अन्त यहाँ ल है त यो चाहिँ हो हाम्रो ग्याङब्याङ ग्रुप कहाँ छौँ भनेदेखिलाई होइन ओमानको अलबुस्तान भन्ने जग्गामा छौँ हामी चाहिँ हो र हामी चाहिँ घर जाँदैछौँ है हिजो आज चाहिँ मेरो छुट्टी थियो है ल त गाइस एकदम मजा भइदियो आज होइन तर पनि के गर्नु होइन आफ्नो गाउँघर जस्तो मजा हुँदैन यहाँनिर यस्तै हुन्छ परदेशी जिन्दगी होइन 4 किलोमिटर मात्रै छ हाम्रो रुम पुग्नु चाहिँ मात्र 4 किलोमिटर हिँडेर जाने हो हैन के गर्नु छ अब घाँस भन्दैन न दुबो भन्छ दुबो के छ तिमीले भन्नुपर्ने कुराहरू मेरो घर हो थोरै ज्यादा नै हो यस्तो होइन हाँसखेल गर्नुपर्छ कहिले काहीँ हो साथीभाइहरूसँग ठिकै छ मेरो हात छोटो हो कि मेरो अनुहार ठुलो हो जति नै पर राखेको नि क्यामेरा त अनुहारमै आउँछ देख्याप्प भनेर के भन्नु है ल त गाइस अब हुन्छ यहाँ स्टार्ट मुकबाङ ल त सुरु गरौँ के को मासु डाइनोसरको हो कि हो सक्छ डाइनोसर ल त है लु त है ल अब लगाएर सेल्फ सर्भिस लगाएर आजलाई होइन खाना पनि खाइयो आजको दिनलाई
नेक्स्ट भिडियोमा भेट्नेछौँ होइन है। म चाहिँ टक्क रुममा गएर टक्क होइन स्नान गर्ने हो नुहाउने हो भनेर होइन नुहाइधुवाइ गरेर टक्क होइन हल्का घरमा बात गर्नु छ बुढीसित। त्यसको बादमा चाहिँ ल्यान्डिङ हालिदिने हो होइन। भोलिका मर्निङ ड्युटी छ टक्क हेर्दै गर्नुहोस् होइन। यसरी नै माया सपोर्ट दिनुहोस् होइन। पनि नयाँ नयाँ भिडियोहरू तपाईँहरूको सामने त्यही हो। ल त भन्नुहोस् कि दाइ छैन के केही छैन है। ल ठिकै छ राम्रो दामी थियो है तर एकदम सेफ गोबालले अलिकति धोका दियो नि मलाई आउँदैन हामीलाई त चाहिँ पानीमा त्यो गरेर है आफू चाहिँ त्यस्तो होइन नि आइदिएन। के गर्नु यत्रो घरबाट टाढो आइदिएको छ होइन। एकजना बाहिर बस्नु पर्यो नि है। त्यही त बस्नु पऱ्यो नि सामान हेर्नु पऱ्यो होइन। नेक्स्ट टाइम चाहिँ अब त्यही त को डुबिरहेछ बचाउनलाई रेडी। म त बचाउँदैन भएको थिएँ म त। ल त आज मजाक भने यस्तै हो होइन। आज यहाँ छु होइन साथमा भोलि कहाँ हुन्छ थाहा छैन कसैलाई। तर भुवासम्मको रमाइलो चल्दैछ। त्यही हो नभालै छ जिन्दगी। अपकमिङ भ्लगमा हामी सगरमाथा चढ्न जाँदैछौँ। ल त गाइस फाइनली रुम पनि आइपुग्यो है। त आजलाई यति नै अब यति नै अब अफ कटिङ है। फेरि भेट्नेछौँ नेक्स्ट भिडियोमा हामी। ल त गाइस सेयर एन्ड सब्सक्राइब चाहिँ गरिदिनुहोस् होला होइन। यसरी नै नयाँ नयाँ भिडियो आउँछ। त गाइस आजको लागि पनि बाई बाई।